बारीमा काँक्रा खोजी कारेमा भन्नु पर्यो मैले, कतै भेटिन्छन् कि काँकरी हेर्नु पर्यो बाई। अर्ग्यानिक काँक्रा मकै बारीभित्र खोज्ने कार्य चल्दैछ अहिलेलाई। यति जति चाहिँ जम्मा गरियो, अरू हेर्दैछु कतै लडेका छन् कि। यता त रहेछन् अलि सानसानै, अलि ठुला कतै भेटिँदैन कि। यसो खोज्नु पर्यो बुट्टातिर। यहाँ पनि एउटा चाहिँ लडेको रहेछ ल। अब यतिको त खानुपर्छ। अलिअलि पानी परिरहेको छ भुइँमा, यसरी बिग्रियो भने पनि काम भएन। त्यही भएर धेरै सानो त, चट्टै सानो त खानेकुरो नि भएन है, टिप्ने कुरो पनि भएन। अलिकति ठुला भएका फेरि कुहिन्छन् कि भन्ने डर पनि रहनी भयो हुनाले अब खाना नि पर्यो। यही हो यी गाइस, यो गाउँघरमा बसेपछि यति त गर्नु पर्यो। बस्ने बेला गाउँघरमा बस्ने, काँक्रा तरकारी नै किनेर खाएर त साध्य लागेन कि कसो हो कुरो। केही छ प्रतिक्रिया भने दिनुहोस्। अलिअलि त फलाउन नि पर्यो, अलिअलि मेहनत नगरे त कहाँ हुन्छ भन्नु पर्यो। अब एक चरण खोज्छु के अरे, हेरौँ काँक्रा कत्तिकै भेटिन्छन्। चाहिँ अलि डल्ला डल्ली नै रहेछन् सानसानै। अब यत्तिको चाहिँ टिपौँ, यत्तिको चाहिँ खानुपर्छ। धेरै दिन नराखौँ है। तपाईँ कहाँतिर चाहिँ कसरी केमा लाउनुहुन्छ काँक्रा, यसो कमेन्ट समेन्ट गर्नुहोस्। यी हाम्रा त आजभोलि मकैभित्रै काँक्रा लाउने चलन रहेछ। पहिला पहिला त छुट्टै गरेर लाइन्थ्यो। यो मकैभित्र लगाएपछि थाँक्राको जो गर्न नि नपर्ने। यो बडो कायदाको चाहिँ तरकिब रहेछ तरिका। थाँक्रा पनि हो नि, काँक्रा पनि हो नि। त्यही भएर आजभोलि मकैमा लाउने चलन रहेछ गाउँघरतिर है त।